आज चाहिँ हामी कसरी चाहिँ हवाईको राउटरबाट चाहिँ कुनै पनि अननोन डिभाइसलाई चाहिँ ब्लक गर्ने भनेर चाहिँ भइरहेका छ। त्यसका लागि चाहिँ सबभन्दा पहिला चाहिँ हजुरले वाइफाईको आइपी एड्रेस हाल्नुपर्ने हुन्छ। त्यो चाहिँ 192.168.1। अब यहाँबाट चाहिँ हजुरले लगइन गर्नुपर्ने हुन्छ। यसमा चाहिँ युजर र तल चाहिँ युएसईआर क्यापिटल ई गरेर इन्टर गर्नु। इन्टर गरेपछि यहाँ चाहिँ हामीले वाइफाई डिभाइसेसमा गएर चाहिँ आफ्नो वाइफाईमा चाहिँ कनेक्ट भएका डिभाइसहरूलाई चाहिँ हेर्न सक्छौँ। अब कनेक्ट भएका डिभाइसहरूमध्ये चाहिँ म चाहिँ यो डिभाइसलाई चाहिँ ब्लक गर्नेवाला छु। त्यसको लागि चाहिँ यसको डिटेल्समा जानु पर्यो। डिटेल्समा गइसकेपछि यसको म्याक एड्रेस चाहिँ यहाँबाट कपी गर्नुहोस्। कपी अनि एडभान्समा गएर सेक्युरिटीमा जानुहोस्। त्यसपछि वाइफाई म्याक फिल्टरिङमा जानुहोस्। अनि यहाँ चाहिँ मेरो चाहिँ एउटा डिभाइसले चाहिँ पहिलेदेखि ब्लक गरेको भएर चाहिँ देखाएको छ। म चाहिँ एउटा नयाँ डिभाइस थप्नेवाला छु। यसमा चाहिँ न्यूमा क्लिक गर्नु। अब यसमा चाहिँ म्याक एड्रेस चाहिँ पेस्ट गर्नु। त्यसपछि एप्लाई। यति गरिसकेपछि चाहिँ होममा गएर चाहिँ त्यो डिभाइसको स्ट्याटस हेर्दाखेरि चाहिँ त्यो अफलाइन देखायो भने चाहिँ त्यो डिभाइस चाहिँ हजुरको वाइफाईबाट चाहिँ ब्लक भइसकेको छ भन्ने कुरा चाहिँ थाहा पाउन सकिन्छ। हेर्न सक्नुहुन्छ यो डिभाइस चाहिँ अफलाइन देखाइरहेको छ यसको स्ट्याटस। र यसरी नै हजुरहरूले चाहिँ कुनै पनि आफ्नो वाइफाईमा कनेक्ट भएको डिभाइसलाई चाहिँ ब्लक गर्न सक्नुहुन्छ।